हेलो एभ्रिवान, नमस्ते, गुड नाइट भन्ने बेलामा म चाहिँ हेलो एभ्रिवान नमस्ते भन्दै आएको छु। म चाहिँ एकदमै चाय लभर हो अनि आज टिकाको भोलिपल्टको दिन हो अनि हामी चाहिँ मस्त लगाएर टिकटक भिडियोहरू फोटोहरू हेरिरहेछौँ कि अनि मलाई एकदम चिया खान मन लाग्यो अनि मैले यहाँ नसुतिकन सबजना आफ्नो तालमा रमाइलो गरेर बस्नुभएको छ अनि इन्ट्रेस्टिङ चिज चाहिँ के हो भने मलाई कस्तो चिया खान मन लाग्थ्यो थियो अनि माइजू चिया खाऊँ न भनेको अनि सबजनाले चाहिँ डिसाइड गर्नुभयो कसले पकाउने भनेर। सो हामी चाहिँ गोला बनाउने रे, गोला बनाएर जसले गोलु पर्यो गोला भनेको चाहिँ त्यो सर्कलवाला बनाउने रे होइन। अनि त्यसपछि त्यो जसलाई पर्छ उसले चिया बनाउने हो है। सो यो भिडियो चाहिँ म युट्युबमा अपलोड गरिदिन्छु कि को अल्छी रहेछ को ढ्याक रहेछ अब चिट्टा पर्दा पनि चिया बनाउनु नजाने भनेर चाहिँ यो भिडियोबाट देखिन्छ कि यो हाइली डेडिकेटेड चाहिँ यो मेरो दिदीलाई नै हो। एक नम्बरको ढ्याक चाहिँ हेरौँ यसलाई गोला पऱ्यो भने यो जानै पर्छ। सो लेट चाहिँ हामी त्यो थुच्छौँ है चिट्टा। माइजू कहाँ जानुभयो खै त नि दिदीहरू हेर्नु न, मैले यस्तो भिडियो बनाउँछु भनेको सबजना मेकअप गर्न त हाल्नुभएको चाहिँ यति राति हेर्नु यहाँ है हाम्रो आज तिहारको माहौलमा। कति बजी आएको कि मोबाइलबाट देखाइदिएर 1 बजे रातिको 1 बजी हेर्नु है, रातिको 1 बजे। यहाँ चाहिँ मेरो बेबी सुतिरहेछ सानो बाबा, मेरो बेबी सुतिरहेछ अनि यहाँ चाहिँ माइजूले त्यो चिट्टा बनाउन जानु भएको छ। माइजू यहाँ चाहिँ माइजूले चिट्टा बनाउँदै हुनुहुन्छ। यो चाहिँ याद हुन्छ हामीले यसरी खेलेको थियौँ रमाइलो गरेको थियौँ भनेर कि अपलोड गर्नलाई रमाइलो हुन्छ नि त युट्युब हेर्न पनि पछिसम्मलाई। त्यही हो मलाई सबभन्दा मामा घरको मनपर्ने भनेको यो भगवान्को हेर्नु अहिले पछि भेटिहालिन्छ ल अहिले भेट्छस् त के भेट्छ यहाँ त सबैलाई सुत्न दिने लास्टमा म सुत्छु त्यस्तो हुन्न। सब माइजूले चाहिँ झ्याली खेल्न गर्न खोज्नुहुन्छ प्राइज गोलो छ अरू सादा छ रमाइलो हुन्छ। दुध त छ नि मिल्क टी हो। म चाहिँ बर्दियाबाट को पर्छ होला म त नपरि हुन्थ्यो। आइम रियली टायर्ड गाइजहरू। अनि जसले बनाउँछ हामी सब भिडियोमा पुष्पा म चाहिँ यहाँ गइरहेको छु। 1 2 3 गो ल आमा थुते म त गोलो पर्यो भने चिया बनाउनु जाने हो। कस्तो डर परेन गोलो उहाँको चाहिँ यो पऱ्यो भने चाहिँ चिया बनाउनु ल तपाईँले चाहिँ चिया बनाएर ल्याउनुहुन्छ हामी वेट गर्छौँ। मिठो चिया बनाएर ल्याउनुहुन्छ होइन हामी वेटिङमा छौँ चियाको। खाऊँ न त चिया हेर्नु अब हामी चिया खान्छौँ मिठो चिया। पाक्दैछ हाम्रो चिया मिल्क टी कडापाडामा। कस्तो फिल भइरहेछ? रमाइलो भएको छ धेरै रमाइलो। आज धेरै रमाइलो। आज तिहारको दोस्रो दिन गोला गर्दाखेरि अब मलाई नै पर्यो। ठिकै भयो मलाई खुसी छु आज। हामी चाहिँ चियाको वेटिङमा छौँ। ठुनममले बनाएर ल्याउनुहुन्छ। सो त्यही हो चिया खानी हो।
चिया आइसक्यो ल चिया लिएर आउनु भयो पुरै यहाँ वेटिङमा हुनुहुन्छ So, ल चिया आयो ल उहाँले चाहिँ आफ्नो गोला चिट्टा परेकोमा चाहिँ ल अब हामी चाहिँ चिया खाएर भ्याउँछौँ होइन अर्को ट्विस्ट मैले चाहिँ के भन्यौँ भने चाहिँ उहाँहरूले र मैले चाहिँ के भन्यौँ भने चाहिँ चिया खाएर भ्याइसकेपछि फेरि एउटा गोला त्यो बनाएर भ्याइसकेपछि फेरि थुच्छ जसलाई गोला पर्छ उसले चाहिँ सब भाँडा माझ्नु पर्यो है सब भाँडा माझ्ने अनि टक्क मिलाएर राख्ने अब थाहा छैन पहिला चिया खाऊँ क्या अरे त्यसपछि भिडियो लिएर आउँछु म ल चिया खाऊँ है त ल आउनु न दिदी कता छ आउनु ल चिया ल हामी चाहिँ खाऊँ है त ल जसले चिया खानु न उहाँलाई गोला बर्दियाको चिया है कस्तो ल पिङ्की ढ्याक खाता एकछिन कस्तो मिठो के हाल्नु दिदी कस्तो छ चिया कस्तो मिठो अदुवा हाल्नु भएको चिया नखाने मान्छेलाई परेको छ कि फेरि चिया पकाउनु ल अब म पनि खान्छु है त अब हामी यति खाएर अर्को ऊ चिट्टा थुक्ने होइन त हामीले चाहिँ चिया खाएर सक्यौँ एकदम पुरै चिया पनि पोखियो अब अर्को गोला थुत्दैछौँ जसले चाहिँ यो भाँडा धुनी सबै पकाएको है त ल स्टार्ट है दिदी जुठो भाडा पनि आयो भाइ मलाई पर्छ क्या हो ल मलाई पऱ्यो कि खै हामी त घरको मान्छे पाहुनालाई परेको परेको छ त्यो पनि राम्रै कुरा हो होइन ल एउटा रमाइलो ल हेर्नु त मैले त हेर्दा नि हेरेँ होइन ढुक्क भएर होला खुसीले ल ल हुन्छ अब चिया पनि मिठो बनाएर खुवाउनु भयो सागको खेलमा यहाँ म धुन्छु र त धुन्छु भन्ने भइरहेको थियो अनि ल उहाँले चाहिँ अब धुन जाँदै हुन्छ मैले नै लानु पर्यो म खुसी नै छु भाडा मान्दैन उहाँ त चिया खाएर सुत्न भ्याइसक्यो त्यो आनन्दले म त यहाँ अघि चिया पुरै पोखेपछि पुस्न गएँ है त रमाइलो भयो होइन एकदम रमाइलो ओके उहाँले पुरै माझेर सक्नु भएछ ल हाम्रो गेम चाहिँ कम्प्लिट भयो होइन भयो पुरै पुसेर भ्याउनु भयो रमाइलो भयो भाइ सो गाइजहरू हाम्रो गेम चाहिँ कम्प्लिट भइसक्यो कस्तो लाग्यो त आजको हाम्रो खेल एकचोटि लास्ट रिभ्यू दिनु के भन्नुहुन्छ भिडियोमा मलाई त यति रमाइलो लाग्यो फर्स्ट टाइमको एकैछिनको प्लानले है सफल भयो ढ्याकलाई पर्ने केही परेन ढ्याक हाम्रो सबको टार्गेट यो हो खास पानी विचारले भएन भाग्यमा लिएर आउनुपर्छ कि त्यही हो ओके बाई सबैजनाले बाई भन्दैन ल भिडियोमा भन पिङ्की बाई Good night. Good night. Thank you for watching our video.